यहाँ चाहिँ प्री सेलिब्रेसन दशहराको है देखाइ हुँदैछ है। यहाँ चाहिँ हाम्रो चेतन सर एक्सपर्ट हुनुहुन्छ प्याज केलाउनुलाई हो। यहाँ ढकनी टिमहरू ढकनीको लागि चाहिँ यहाँ चाहिँ हुँदैछ ढकनीको लागि हो। कति छ सर यो 15 लिटरलाई यहाँ चाहिँ ढकनीको चाहिँ स्पेसियल हो। ल ल होस् मेरो बिहामा पनि तपाईँलाई नै बुकिङ प्री बुकिङ ल सिटी सर हुनुहुन्छ एलपी सर अनि मोहन सर के छ आज यहाँ के चल्दैछ आज के हो खासै यहाँ ए ढाका टोपी पनि चडक्कै लाउनु भयो रहेछ यता चाहिँ हेर्नुहोस् त मजाले लेख्नु हुनुहुन्छ सेलिब्रेसन कम्प्लिट भएको छ हाम्रो फोटो प्री दशहरा सेलिब्रेसन 2025 यहाँ हुनुहुन्छ हाम्रो गुरुजी यहाँ सबै रेडी पार्नुहुँदैछ खै उयो जमरा आएको छैन है जमरा आउँदैछ हो। यो चाहिँ हाम्रो जमरा पनि आइपुग्यो जमरा यता सक्नुहुन्छ जमरा यहाँ गलतमा चाहिँ अलमोस्ट रेडी छ है। यहाँ गुन्द्री डाँडीहरू अछाएर यहाँ माथि सबै जमरा देख्न सक्नुहुन्छ यहाँ बसेर चाहिँ टिका लगाउनु चाहिँ ह्यान्डसम चाहिँ यता छ है हो अब यता हाम्रो बहिनीहरू त जान अब के भन्नु है आज गरमको कस्तो महसुस हुँदैछ गरम होइन यो चाहिँ सर गयो एउटा खातामा लगाएको थियो मेरो पहिला यस्तो थियो कि मेरो त्यो फुट्यो नि बाइकमा लगेर फुट्यो नि थियो नि मेरोमा भने हाम्रो किचन पार्टीमा चाहिँ हेर्नु सक्नुहुन्छ प्रकाश सर हो अनि यता हाम्रो ढकनी बनिँदैछ है ढकनी है ढकनी हाम्रो ढकनीको स्पेसियलिस्ट चाहिँ यता पनि हो दुध ल्याएको मात्रै उसले त्यो पनि बोकेर ल्याएको अन्त यता हाम्रो खास चाहिँ यता छ यता र यता यो चाहिँ बाहुबली टाइपको बोकेर ल्याएको हाम्रो यता प्रवीण सरले चाहिँ हो ढकनीको खास बनाउने डक्टर चाहिँ यता हो यता हो डक्टर खास अनि यहाँ हेल्पर यता चाहिँ अब त होइन निकै
होइन हौ अनि त पहिलादेखि हेल्पर त हुँदैन त अब त सिकिसक्यो होला त अब चाहिँ नि अब हाम्रो हो कि अब चाहिँ हाम्रो लुकुङलाई चाहिँ प्रमोसन गर्नुपर्छ हेल्परमा राख्नु हुँदैन उहाँ चाहिँ हाम्रो लेप्चा गाउँको बाहुन बाजे हो अब हाम्रो बहिनीहरू हो गरिदिँदै त मेरो कविताको शीर्षक छ म त कवि होइन म त कवि होइन न त मैले कविता गर्नै जानेको छ म त कवि होइन न त मैले कविता गर्नै जानेको छ कोरेका केही थोत्रे पन्नाहरू कतै थिए भने पनि प्रत्येक बढ्दो उमेरसँगै कोरेका केही थोत्रा छ तिम्रो यो मुटुमा जहाँ जान्छौ तिमी रहनेछौ हाम्रो साथमा हाँसी खुसी बस्नु यति भन्छु म सँगै बिताएका पलहरू सम्हालेर राख्छु Banyak tutorial, misuri morilan, badia sofiri, nesto kamu mulayo, zuzu na 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 na, rimzu meraklima, nasama duvera, bolu moko sori maya timrai humo, zuzu na 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 na. त्यो त ह्याप्पी रिटेनमेन्ट लाइफ भनेर लेख्नु भएको रहेछ अलिकति ढुक्क लाग्यो किन भन्दा सबैले सल्लाह गरेर त गरेको होला सबै सल्लाहसित त त्यो तयारी गरेको होला रिटेनमेन्ट भन्नुको अर्थ चाहिँ फेरि बस्नु भन्ने कुरा हो नि त सबैले नै म फेरि बसोस् भन्ने तपाईँहरूले कामना गर्नुभएको रहेछ यो चाहिँ आज जबरजस्ती बाध्यताले तपाईँले मलाई यो बिदा दिनु हुँदै गरेको जस्तो मलाई अनुभव लाग्यो हो कि होइन कि आज गएदेखि गएकै होस् भन्ने हिसाबले त गरेको थिएन होला गर्नुभयो भने पनि मलाई केही छैन किन भन्दाखेरि मैले जति वर्ष गरेँ एउटा आफ्नो मनले सोचे जस्तो गर्नु पाएँ त्यही मेरो ठुलो एचिभमेन्ट हो मैले कर्तव्य बन्छ भोलिदेखि उहाँ हामीमा धेरै 19 स्कुल आउँदा उहाँलाई हामीले आफ्नै सदस्यता अथवा हाम्रै स्कुलको फ्यामिली मेम्बर भनेर त्यसरी चिनेछौँ र साथीहरूलाई पनि स्वागत जनाउन चाहन्छु लाଗୁन हात सुकर्ममा हनिमन श्रीरामका पाउमा तिम्रो माथा झुकोस् निवास प्रभुको यो विश्वको सामुमा आँखा दर्शन गर्न सन्त गुरुको श्री कृष्णको रूपमा देख्न सक्नुहुन्छ यहाँ चाहिँ कृष्ण सरले प्रिन्सिपल म्यामलाई टिका लगाइदिनु हुँदैछ निवास प्रभुको यो विश्वको सामुमा आँखा
दर्शन गर्न सन्त गुरुको श्रीकृष्णको रूपमा जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्रे स्वाहा सोदा नमोस्तुते आयो द्रोणसुते श्रियो दशरथे शत्रु सैन्द्रागमे ऐश्वर्येन्नहुषे गति सपवने मानं चतुर्योधने दानं सूर्यसुते बलं च हरिदरे सत्यन्त गुन्ते सुते सुज्ञानी विदुरे भवति भवतान् प्रीति स नारायणे दक्षिणा चाहियो टिका लगाइ हुँदैछ यहाँ चाहिँ लक्ष्मी प्रसीदतु लक्ष्मी स्तु सदा देव आशिका सन्तु सर्वदा ज्ञानशेषान्पहं चिदुष्टान् दुष्टात् कामान् सकलान् गणेश सर्वशास्त्राणि योगप्रियसोपनं प्रसन्नं देवि कल्याणं नमस्तु सीमन्तस्तु महालक्ष्मी प्रसीदतु लक्ष्मी स्तु सदा देव आशिका सन्तु सर्वदा लक्षद वैष्णवी यसा कीर्तिं च लक्ष्मीं च धनं विद्यां च चक्रिणी यस्तो पाउँछ है हाम्रो हरि प्रसिद्ध दाव्यायते कृष्णवलङ्गवीरे वैष्णवी स किरणन्तवीर्यं तो अर्को गुरुजी पनि हुनुहुन्छ है गुरुजीले यता पनि हो हाम्रो मेन पण्डित चाहिँ पर आउनुहुँदैछ हाम्रो गुरुजी हो पर आउनुहुँदैछ हो सेकेन्डमा यहाँ आउनुहुँदैछ हो सेकेन्डमा यहाँ पण्डित हो थर्डमा चाहिँ यहाँ चाहिँ होइन कन्टिन्यू के भन्छु कृष्ण सरलाई यु हेभ फट अ गुड फाइट एन्ड यु हेभ फिनिश द रेस तपाईँले त्यो दौडलाई चाहिँ के गर्नुभएको छ सिद्ध्याउनु भएको छ यसकारण आज इमोसनल हुने दुःख हुने दिनै होइन के गर्नु जीवन यस्तै हो भन्ने दिन होइन तर सेलिब्रेट गर्ने दिन हो देख्न सक्नुहुन्छ आजको लन्च चाहिँ सेलरोटी हो त्यहाँदेखि ढकने निकै नै छ हो आइटम्स निकै छ आलुदम चटनी फ्रुट्सहरू पनि छ हो दही पनि छ सबैजना खानामा एकदमै व्यस्त हुनुहुन्छ है।